नबिर्सौँ त्यो दिन जहाँ युवाहरू सुशासनको आवाज भुलिरहेका थिए, जहाँ निरङ्कुश शासन होइन स्वच्छ लोकतन्त्र गणतन्त्र खोजिरहेका थिए। नबिर्सौँ त्यो दिन जहाँ युवाहरू अस्थिर राजनीति होइन स्थिर राजनीति खोजिरहेका थिए, यो ब्रह्माण्डमा आफ्नो मुलुकको अस्तित्व खोजिरहेका थिए। नबिर्सौँ त्यो दिन जहाँ नेपाल आमा रोइरहेकी थिइन्, जहाँ आफ्नो सन्तान बिउको पीडाले छटपटाइरहेकी थिइन्। नबिर्सौँ त्यो दिन अझै ती शहीदहरू, ती अशान्त न्याय नपाएका ती अमर सन्तानहरू छटपटाइरहेका छन्। नबिर्सौँ मात्र अझै सम्झाइरहेका छन् ती आत्माहरू। भक्त कानुनको बनाऊ, कुनै व्यक्ति प्रवृत्तिको होइन। यहाँ कुनै माइकला प्रकट हुनु पर्दैन भनिरहेका छन् ती अशान्त आत्माहरूले, ती परिवर्तनकारी आत्माहरूले। भक्त कानुनको बनाऊ, यो मुलुक आफै भन्छ व्यक्ति प्रवृत्तिको भक्त होइन कानुनको बनाऊ। अनि सम्झाइरहेछन् मतदातालाई, तिमी भन्दा यो लोकतन्त्रमा कोही शक्तिशाली छैन भनिरहेका छन् ती आत्माहरूले, ती परिवर्तनकारी शहीदहरूले। मात्र भक्त कानुनको बना। नबिर्सौँ त्यो दिन जहाँ युवाहरू सुशासनको आवाज भुलिरहेका थिए, जहाँ निरङ्कुश शासन होइन स्वच्छ लोकतन्त्र गणतन्त्र खोजिरहेका थिए। नबिर्सौँ त्यो दिन जहाँ युवाहरू अस्थिर राजनीति होइन स्थिर राजनीति खोजिरहेका थिए, यो ब्रह्माण्डमा आफ्नो मुलुकको अस्तित्व खोजिरहेका थिए। नबिर्सौँ त्यो दिन जहाँ नेपाल आमा रोइरहेकी थिइन्, जहाँ आफ्नो सन्तान बिउको पीडाले छटपटाइरहेकी थिइन्। नबिर्सौँ त्यो दिन अझै ती शहीदहरू, ती